एका देशमा एउटा घना र सुन्दर जङ्गल थियो। त्यहाँ एउटा मयूर या पिकक बस्थ्यो। ऊ निकै नै राम्रो थियो। उसका प्वाखहरू रङ्गी चङ्गी र चम्किला थिए। ओहो, म कति राम्रो छु! हेर त मेरा यी रङ्गी चङ्गी प्वाखहरू। म त यो संसारको सबैभन्दा सुन्दर चरा हुँ। म जस्तो राम्रो त यहाँ कोही पनि छैन। मयूर दिनभरि आफ्नो सुन्दरताको बयान गर्थ्यो। ऊ पोखरीको पानीमा आफ्नो मुख हेरेर मक्ख पर्थ्यो। एक दिन मयूरको भेट एउटा सारससँग भयो या क्रेनसँग भयो। सारस अलि सेतो र फुस्रो रङको थियो। उसले देख्ने बित्तिकै मयूरले जिस्काउन थाल्यो। छी 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 सारस साथी, तिमी त कस्तो नराम्रो देखिन्छौ। तिम्रा प्वाखहरू कस्ता सादा रहेछ। मेरो प्वाख हेर त, इन्द्रेणी जस्तै चम्किला छन्। तिमीलाई त आफैलाई हेर्दा पनि अचम्म लाग्दैन? हो मयूर साथी, तिम्रा प्वाखहरू साँच्चै नै धेरै राम्रा छन्। सबैले तिमीलाई नै हेर्छन्। तर मेरा यी सादा प्वाखहरूको पनि आफ्नै काम छ। काम? के काम? यो फुस्रा प्वाखले के नै गर्न सक्छौ र तिमीले? त्यतिकैमा सारसले बिस्तारै आफ्ना ठुला पखेटा फिजायो। हेर है मयूर साथी। सारसले बिस्तारै भुइँ छोड्यो। ऊ आकाशमा माथि माथि उड्न थाल्यो। ऊ बादलको नजिक पुग्यो र निलो आकाशमा स्वतन्त्र भएर उड्यो। बिचरा मयूर, ऊ त जमिनमै थियो। ऊ जति नै राम्रो भए पनि सारस जस्तो आकाशमा उड्न सक्दैन थियो। ऊ तल बसेरै टुलु टुलु हेरिरह्यो। ओहो, सारस त कति माथि उड्न सक्दो रहेछ। म त राम्रो मात्र रहेछु, तर ऊ त कति सिपालु या ट्यालेन्टेड। मैले उसलाई नराम्रो भन्नु हुँदैन थियो। मयूरले बुझ्यो कि रूप मात्र सबै थोक होइन, सबैको आआफ्नै खुबी हुन्छ। त्यसपछि मयूरले सबैलाई माया गर्न थाल्यो। यो कथाको शिक्षा या मोरल अफ द स्टोरी: रूपभन्दा काम ठुलो, देखाउनुभन्दा गर्न ठुलो।